नमस्कार, स्वागत छ तपाईलाई हुलरा साहित्यमा। आज हामी लिएर आएका छौं पारिपट्टिको झ्यालको अन्तिम भाग। एक यात्रा जसले मनका झ्यालहरू खोल्यो, मौन प्रश्नका शब्दहरू लेख्यो र जसले हामीलाई आत्मसत्यको सामु उभ्याए। आउनुहोस् अन्तिम पटक त्यो झ्यालबाट हेरौं, जहाँ कहिले नबोलिएका भावनाहरू गुन्जिन्छन्। सुरु गरौं पारिपट्टिको झ्यालको अन्तिम भाग, भाग 3। अध्याय 10। अभ्यस्त आगो। साँझ 7 बजेतिर सुनिमा थकित अनुहारमा सन्ध्याको ढोकामा पुगिन्। ढोका खुल्ला थियो, तर आज कोठाभित्र शान्तिको साटो एक किसिमको असहज ऊर्जा फैलिएको थियो। सन्ध्या झ्यालतिर टोलाउँदै थिइन्। गालामा हल्का आँसु सुक्दै थियो। हातमा आधा लेखिएको डायरी, लिपस्टिकको रेखा अलिकति चिप्लिएको। तिमी ठिक छौ? सुनिमाले नजिकिँदै सोधिन्। सन्ध्या फर्किनन्। उनी हत्तपत्त टेबलमा डायरी राखेर टाढा हिँडिन्। तिमी किन हरेकचोटि यति ढिलो बुझेको छौ? सुनिमा, उनको स्वरमा चर्कोपन थियो, तर त्यसको ज्वरो पीडामा गढिएको थियो। के भयो? सुनिमा छक्क भए। मैले त केही, त्यो नै हो समस्या, सन्ध्याले काट्दै भने। तिमी केही भन्दैनौ, केही प्रतिवाद पनि गर्दैनौ, केही निर्णय पनि लिन्नौ। म तिमी भित्र दिनदिनै हराउँछु, अनि तिमी हरेक साँझ श्रीमानसँग चुपचाप बिस्तारामै फर्कन्छौ। सुनिमा जसन्न भयो। तिमीलाई लाग्छ मैले सजिलै भुल्न सक्छु? म भित्र आँधी चलिरहेको छ, आँधी। तर म भित्र डढेर चलेको छ। सन्ध्याले हातको मुठी कसेर सोफा बजाइन्। म तिमी जस्तै नारी हुँ, तर म पहिलेदेखि बाँचिरहेकी थिएँ। आफ्नो चाहना दबाएर, आफ्नो पहिचान लुकाएर, पढाइ सक्दा भविष्य बिग्रिन्छ भनेर बिहे गरिन्। त्यो टुट्यो। अब फेरि आमा बनिन्। कसैलाई भन नत्र सजाय हाँस्छ, समाज हाँस्छ। म चुप लागेँ। पछिल्लो 1 दशकदेखि म आफैलाई हेरिरहेकी छु। एनामा प्रत्येक दिन आफू नभए जस्तो देखिन्छ। सुनिमा चुप। सन्ध्याको आँखामा बोलिरहेकी पीर आवाज काँपिरहेको थियो। तिमी त भर्खर मसँग महसुस गर्न थाल्यो, तर म त यिनै महसुसहरूसँगै वर्षौँदेखि खुलेर लुकेर बसिरहेकी छु। र जब म तिमीलाई भेटेँ, मलाई लाग्यो यो मेरो अन्त्य होइन, यहाँ सुरुवात हो। तर म त तिमीप्रति साँचो छु, सुनिमाले प्रतिवाद गरिन्। त्यो साँचोपन भनेको समय समयमा हात समाउने कुरा होइन। सुनिमा, मलाई तिमीले चाहन्छौ, स्पष्ट रूपमा, सम्पूर्ण रूपमा। म अब फेरि लुक्न सक्दिनँ। म आफैसँग थाकिसकेकी छु। सुनिमाको आँखामा आँसु भरियो। उनी सन्ध्याको नजिक पुगिन्। म जान्दछु, म ढिलो छु, म अझै दुविधामा छु, तर तिमी आज बोलेको देखेर म थरथराएको छु, किनभने त्यो तिमीको पीडा होइन, हाम्रो साझा घाउ हो। तपाईं अहिले सुनिरहनु भएको छ हुलरा साहित्य, कथा, कविता र भावनाहरूको संसारमा स्वागत छ। सन्ध्याले आँखाबाट आँसु पुछे, तर अनुहार अझै कठोर थियो। तिमीलाई समय चाहिएको छ, मैले दिँदै आएकी छु, तर अब म आफै पनि समयसँग डराइरहेको छु। सुनिमा, यदि तिमी मलाई केवल लुकेको एउटा भाग बनाइरहेको हो भने म टाढा जान्छु। म फेरि आफूलाई नदुखाउने निर्णय गर्छु। सुनिमा स्तब्ध भए। त्यो सन्ध्या मैले पहिलाभन्दा फरक थिएँ। डरले होइन, चोटले बनिरहेकी, एक्लोपनले, अन्तर्वार आर्तनाद जस्तो। सुनिमा चुपचाप फर्किन्, तर आज उनीसँग केही चर्किएको थियो। सायद गिलास होइन, चुपचापको खोल। डायरी खोलेर सन्ध्याले लेख्न सुरु गरिन्। त्यस रात म प्रेम गरिरहेको छु, तर म सही रहेकी पनि छु। म कहिलेसम्म अरूको डरको छायामा आफ्नो भावनाहरू लुकाउने? मैले त केवल एउटी सुनिमा पाएकी थिएँ। अब यदि उसले आफूलाई स्वीकार्न सकेन भने म आफूलाई माया गर्न सक्दिनँ। म अडिन्छु, तर अब चुप लाग्थ्यो। अध्याय 11। सचेतनाको आगो।
बेलुकाको मन्द प्रकाश सुनिमाको हृदयमा एउटा आकाश थामिएको थियो। अनगिन्ती ताराहरूको चम्काएको एकान्त आकाश। उनी आफूभित्रको सागरमा डुबुल्की मार्दै थिए, जहाँ पीडा र आशाको छालाहरू लिए माथि उठिरहेका थिए। थुप्रै वर्षदेखि सुझाव कठोर समाजको बोझ अनि नछलिएका सपनाहरू अब चर्को ज्वालामा परिणत हुन लागेको थिए। आशिषले ढोका खोल्दा सुनिमाले पहिलोपटक आशिषलाई अलिकति फरक नजरले हेरे। ऊ उस्तै थियो, अफिसको थकान बोकेको, हातमा फाइल समातेको, टाउको हल्का झुकेको। तर आज उसको आँखा अलिक गहिरो थकान थियो, कुनै कामको होइन, सम्बन्धको। भित्र पस्ने बित्तिकै आशिषले सुत्ने कोठातिर मोड लियो, तर सुनिमाले बोलाइन् शान्त स्वरमा। एकछिन बस त। गुरु थियो, हेऱ्यो, अलमलिएको जस्तो, तर सुन्न तयार। सुनिमा सिधा हेरिरहन्। उनलाई मनको ढोका खोल्न शब्द सजिलो थिएन, तर आज नबोले त सबै जीवन त्यो मौनतामै बित्ने थियो। आशिष, मैले तिमीलाई केही कुरा लुकाएकी छु। उनी बिस्तारै बोले, म तिमीलाई प्रेम गरिरहेको छैन, सायद कहिले गरेकी थिइनँ पनि। सायद मैले सधैँ त्यही माया खोजिरहे जुन तिमीले दिन सक्दैनौ, र म आफैलाई त्यो कुरा सम्झाउँदै बसेँ वर्षौसम्म। ऊ चुपचाप सुनिरह्यो। सुनिमाको स्वर अब थोरै काँपिरहेको थियो, तर दृढ थियो। तर अब म अरूलाई माया गर्छु, सन्ध्यालाई। त्यो माया परिभाषाबाट बाहिर छ, तर त्यो माया मैले मेरो आत्माबाट बुझेको छु, र त्यो माया मैले तिमीलाई कहिले पाइनँ, कहिले गर्दिनँ। घडीको टिक बाहेक केही थिएन कोठामा। आशिषले एक गहिरो सास फेरे। उनको नजर सुनिमाको आँखामा ओरियो। त्यो नजरमा चोट थियो, धोका थिएन, हैरानी थियो, तर घृणा थिएन। सुनिमा, उनले बिस्तारै भने, सायद तिमीले यो कुरा धेरै पहिले भन्नुपर्थ्यो, तर तिमीले भन्न सकेनौ। तिमीले भन्न सक्यौ, यही ठुलो कुरा हो। उसको स्वरमा तिर्सना थिएन, स्वीकारोक्ति थियो। हामी दुवै थियौँ एउटा बनावटी सम्बन्धको दुःखद दोस्रो भाग। तिमी बाहिर निस्क्यौ, सायद म पनि अब सुरु गर्न सक्छु। एक मौनता फैलियो, यो पटक कटु नझकिने, केवल थाकेको श्वास जस्तो मौनता। त्यो रात उनीहरू एउटै घरभित्र भए पनि फरक फरक यात्रा सुरु गरे। एकले आफ्नो प्रेमको उज्यालोतिर, अर्कोले आफ्नै एक्लोपनको सत्यतिर। सुनिमा केही अगाडि बढिन्, आँसु झल्किए। मलाई थाहा छ यो समाजलाई स्वीकार्य छैन, तर म आफ्नो हृदयको सत्यसँग बस्न चाहन्छु। म तिमीलाई धोका दिन चाहन्छु, तर म आफूलाई फेरि फसाउन सक्दिनँ। आशिषले आँखा झुकाए अनि भने, हाम्रो सम्बन्धले नयाँ अर्थ पाउन सक्छ। हामीले नयाँ बाटो बनाउनु पर्छ, सत्य र सम्मानको। मैले तिमीलाई छोड्ने होइन, तर तिमीलाई स्वतन्त्र बनाउने हो। रात छुपिँदै थियो, सुनिमा सुत्न सकेनन्। ओछ्यानमा पल्टिँदा पनि मन झ्याल जस्तो खुला महसुस थियो, तर त्यो झ्याल सन्ध्याको दिशातिर होइन, भित्रतिर फर्किएको थियो। आज उनले सत्य बोलिन्, तर सत्यले मुक्ति दिनु अगाडि एक किसिमको निर्वसन चिन्छ। आफन्तको, आदतको, आत्मद्वन्द्वको। सुनिमा बिस्तारै उठिन्, पानी पिइन् र ऐनामा आफैलाई हेरिन्। त्यो अनुहार अब पनि सुन्दर थियो, तर पहिले चाहिँ चुप थिएन। त्यो अनुहार अब आत्मग्लानीले होइन, निर्णयले उज्यालो थियो। सन्ध्या, म तिमीलाई रोजेको छु। मैले तिमीलाई रोजेको छु सन्ध्या, उनले मनमनै भने बारम्बार। त्यही बेला अर्को कोठामा आशिष एक्लै झ्यालतिर हेरेर बसिरहेका थिए। उनको मनमा प्रश्नहरू उठिरहेका थिए। के सधैँ म मात्र व्यस्त थिएँ? के मैले कहिले बुझ्न खोजिनँ उनलाई? के प्रेम केवल भान्सामा बसेको खाजा र कपडा
नलगाएको स्त्री हो। उनको मन नदी जस्तो बगिरहेको थियो, तर त्यस बगाइमा कुनै भावुक चिच्यार थिएन, केवल मन स्वीकृति थियो। उनले कागजको टुक्रामा केही लेखे, सायद कुनै चिठी, सायद केवल मनको बोझ। म तिमीलाई रोक्दिन, कारण पनि छैन, अधिकार पनि छैन, केवल यति भन्छु, तिमीले जुन आत्मा रोज्यौ त्यो आत्माले तिमीलाई सधैँ सम्झिएर माया गर्यो। उनले त्यो कागज टेबलमा राखेर सुत्ने प्रयास गरे, पहिलो पटक एक्लो ओछ्यानमा। तपाईँ अहिले सुनिरहनु भएको छ हुलरा साहित्य, कथा, कविता र भावनाहरूको संसारमा स्वागत छ। सहरमा बसन्त आउँदै थियो, तर सुनिमाको जीवनमा त्यो बसन्त सन्ध्याको उपस्थितिमा पहिले नै आइसकेको थियो। एक बिहान उनीहरू हातमा हात समातेर बगैँचातिर हिँडिरहेका थिए। सुनिमाको अनुहारमा उजेल होइन उज्यालो थियो, सन्ध्याको आँखामा डर होइन दृढता थियो। अब हामी कहाँ जाँदैछौँ? सुनिमाले सोधी। सन्ध्याले मुस्कुराउँदै भने, जहाँ हामी आफू भएर बाँच्न सक्छौँ, जहाँ हाम्रो सम्बन्ध किताबभित्र होइन जीवनभित्र लेखिन्छ। सत्य बाटो सहज थिएन। छिमेकीहरूको हेराइ तीको थियो। परिवारबाट प्रश्न भेला आउँथ्यो, किन यस्तो गरिस्? तिमी अब कसरी बाँच्छौ? यो त पागलपन हो। सुनिमा चुप लाग्दैन। अब उनी डराउँथेनन्। पागलपन होइन यो मैले आफूलाई पहिलोपटक माया गर्नु हो, उनको उत्तर थियो। उनीहरू सँगै नयाँ ठाउँमा बस्न थाले। एउटा सानो कोठा, दुईटा किताबको र्याक, एउटा झ्याल जसले घाम पनि ल्याउँथ्यो र शान्ति पनि। एक साँझ सन्ध्याले सुनिमालाई आँगनमा बसेर भने, हामीले धेरै गुमायौँ तर आफूलाई पायौँ। अब यो यात्रा हो, हाम्रो हो, न त बुहारीको न त पत्नीको, तर दुईजना पूर्ण व्यक्तिको, जसले एकअर्कालाई रोजेका छन्। सुनिमा थामिएन, आँखा रसाए, तर त्यो आँसु अब पिनाको थिएन। यो त पवित्र स्वीकारोक्ति थियो। तुरन्त उनीहरू झ्यालतिर फर्किएर बसे। बाहिर आकाशमा तारा चम्किरहेका थिए। झ्याल अब केवल हावा आउने थलो थिएन, यो उनीहरूको कथा लेख्ने खुला पाना थियो। पारिपट्टिको झ्याल अब झ्याल थिएन, त्यो उनीहरूको बाटो थियो, उज्यालोको। उनले आफ्नो मनको पन्नामा लेखे, जीवन कुनै कथा होइन जसलाई हामीले कुनै पनि रङमा रच्न सक्छौँ। यो छाया र उज्यालोको भेल हो, यो प्रेम र पीडाको सङ्गम हो। म आज स्वतन्त्र छु, स्वतन्त्र मेरो मनको आवाज सुन्न, स्वतन्त्र प्रेम गर्न, स्वतन्त्र मर्न, स्वतन्त्र बाँच्ने। आशिष मेरो अतीत होइन, मेरो साथी हो। सन्ध्या मेरो वर्तमान होइन, मेरो उज्जवल भविष्य हो। र म नयाँ कथा लेख्न सक्छु, म आफ्नै कथा, मेरो कथा। यो अन्तहीन एक नयाँ सुरुवात थियो। सुनिमाले भित्रैबाट एक ज्वाला बालिन्, जसले उसको पुरानो भयलाई फालेको थियो, र त्यो ज्वाला आत्मजागृतिको सूचक थियो। पारिपट्टिको झ्याल केवल सुनिमा र सन्ध्याको कथा होइन, यो हामी सबैको कथा हो, जो कहिलेकाहीँ आफैलाई चिन्दैन, आफ्ना चाहनाहरूलाई दबाएर बाँच्न सिक्छौँ। तर जब हामी एक दिन झ्याल खोल्छौँ, त्यो उज्यालो, त्यो स्वतन्त्रता, त्यो आत्मा बोल्न थाल्छ। सुनिमा जस्तै हरेक स्त्री, हरेक मान्छेले आफ्नो भित्रको आवाज सुन्न पाओस्, यही हो यो कथाको सन्देश। यो यात्रा पूरा गर्नुभएकोमा, 3वटा भागहरूमा तपाईहरुलाई हाम्रो कथा सुन्नुभएकोमा, महसुस गर्नुभएकोमा, केही क्षणहरू आफ्ना जीवनसँग पनि जोड दिनुभएकोमा, तपाईको यो आत्मीय साथको लागि, तपाईको श्रवण र तपाईको संवेदनशीलताको लागि हुलरा साहित्य तपाईहरुको सबै प्रति आभारी छ। भोलिका दिनहरूमा हामी नयाँ कथाहरू लिएर आउनेछौँ, तर पारिपट्टिको झ्याल सधैँ एउटा स्मरण रहनेछ, स्वतन्त्रताको, प्रेमको र आत्मसत्यको। तपाईहरुको साथ बिना यी शब्दहरू केवल मौन हुन्थे।
कृपया सब्स्क्राइब गर्नुहोस्, शेयर गर्नुहोस् अनि कमेन्टमा आफ्नो अनुभूति लेख्न नबिर्सनुहोस्, किनकि तपाईको एउटा साथले हुलरा साहित्य अझै धेरै मनसम्म पुग्न सक्छ। र अब हामी चाँडै आउँदैछौँ एक नयाँ कथा लिएर, एउटा नयाँ सम्बन्धको कथा, एउटा नयाँ श्रव्य उपन्यास लिएर। सम्बन्ध पारी, एक यस्तो सम्बन्ध जुन सम्बन्धको परिधिभन्दा पारी छ, एक यस्तो सम्बन्ध जो सम्बन्धभन्दा टाढा तर हृदयबाट धेरै नजिक छ। त्यतिन्जेलसम्मका लागि धन्यवाद।